यदि तपाईहरुको कपाल बढ्दै बढ्दैन र एकदमै हेयर फल भइरहेको छ भने चाहिँ यो भिडियो तपाईहरुको लागि। सो यो हेयर मास्क बनाउनलाई तपाईले मेथी दाना लिनुपर्ने हुन्छ। यसलाई चाहिँ होल नाइट पानीमा भिजाइदिनुस्। भोलिपल्ट चाहिँ तपाईले भिजाएर राख्नु भएको मेथी दानालाई यसरी प्यानमा लो हिटमा 10 देखि 15 मिनेटसम्म मजाले उमाल्न राख्नुहोस्। त्यसपछि चाहिँ चिसो भएपछि यसलाई हामीले एउटा मिक्सचरमा ब्लेन्ड गर्छौं। ब्लेन्ड गर्दा चाहिँ तपाईले पानी सुत्दै राख्न सक्नुहुन्छ। यसमा चाहिँ 2 पिस अमला पनि म एड गर्दै छु। त्यसपछि यसलाई मजाले ब्लेन्ड गर्नुहोस्। यो हेयर मास्क लगाउँदा चाहिँ कौसीमा या बाथरुममा गएर मात्रै लगाउनुहोस्। त्यो गर्दा चाहिँ लगाइसकेपछि तपाईलाई सफा गर्न सजिलो हुन्छ। लगाउनु अघि चाहिँ आफ्नो कपाल एकचोटी मजाले कुर्नुहोस् र त्यसपछि चाहिँ यसलाई जरा जरामा लगाउनुहोस्। यो फेनुग्रिक सिडमा चाहिँ प्रोटिन र निकोटिनिक एसिड हुन्छ जसले चाहिँ कपाल झर्न रोक्नमा एकदमै हेल्प गर्छ। हुन त मेरो पनि कपाल झरेर एकदमै पातलो भइरहेको छ। देख्न सक्नुहुन्छ मेरो अगाडिको भाग चाहिँ हल्का पातलो हुँदै गएको छ। तर यो लगाएदेखि चाहिँ मैले एकदमै राम्रो बेनिफिट पाएको छु भनौं न। त्यति सारो कपाल चाहिँ पहिला जसरी चाहिँ झर्दैन। हप्ताको 2 चोटी चाहिँ आफ्नो हेयरलाई म मजाले टाइम दिन्छु। एकचोटी यो हेयर मास्क लगाउँदा र अर्कोचोटी चाहिँ डिप ओइलिङ गर्दा। सो तपाईहरुले पनि यो हेयर मास्क चाहिँ एकचोटी ट्राई गर्नुहोस्। तपाई आफैलाई फिल हुन्छ कि यति राम्रो, यति नरम, यति सफ्ट बनाउँछ हेयर यसले। प्लस हेल्दी भएको जस्तो पनि फिल हुन्छ। सो यो चाहिँ मेरो एकदम बेस्ट हेयर मास्क हो। जरा जरामा लगाइसकेपछि चाहिँ तपाईले बाँकी भएको यसरी आफ्नो हेयर लेन्थमा पनि लगाउन सक्नुहुन्छ। तर हेयर लेन्थमा भन्दा चाहिँ बडी फोकस जरामै गर्नुहोस्। यो लगाइसकेपछि चाहिँ तपाईले जेन्टली 2-3 मिनेट चाहिँ स्काल्प मसाज गर्न सक्नुहुन्छ। मेथी दानाले चाहिँ हाम्रो स्काल्पलाई पनि हाइड्रेट गर्ने काम गर्दछ। त्यही भएर यदि तपाईको कपाल पनि सुक्खा, ड्राई, फ्रिजीनेस छ भने यसले एकदमै नरम गर्नमा हेल्प पुर्याउँछ। यसरी सबै ठाउँमा यो मास्क लगाइसकेपछि चाहिँ यसलाई सफ्टली जुरो बनाएर पछाडी राख्नुहोस्। एकदमै टाइट जुरो चाहिँ नबनाउनुहोस् किनकि यो बेला हाम्रो कपाल चाहिँ एकदम सफ्ट हुन्छ। नत्र टाइट बान्नुभयो भने चाहिँ झन् कपाल झर्न सक्छ। सो यो लगाएको तपाईले 30 देखि 1 घण्टा म्याक्सिमम 1.5 आवर त्यसपछि चाहिँ मजाले यसलाई पखाल्न सक्नुहुन्छ। हेयर वास गर्दाखेरि चाहिँ यो मेथी दानाहरू चाहिँ कहीँ कतै बस्न सक्छ। त्यसैले जबरजस्ती वेट हेयरलाई काइँयोले कोरेर जिप्ने चाहिँ नगर्नुस् किनकि यो सुक्खा भएपछि आफै झरेर जान्छ। यो लगाइसकेपछि चाहिँ हावामा यतिकै नछोडिदिनुस्। यसरी सावर क्याप कि त भने कुनै पनि प्लास्टिकले बेरेर राख्नु होला। तपाईहरु पनि ट्राई गर्नुस्, रिजल्ट आफै देख्न सक्नुहुनेछ।